नमस्ते। आज हामी एउटा यस्तो प्रणालीबारे कुरा गर्दैछौँ जसले हाम्रो दिमागलाई सुपरचार्ज गर्न सक्छ। ठ्याक्कै जसरी हामी आफ्नो मोबाइललाई फास्ट चार्जरले चार्ज गर्छौँ नि, हो त्यस्तै। ल, सुरु गर्नुभन्दा अगाडि एउटा सानो प्रश्न सोचौँ न। कतै हाम्रो दिमाग पनि स्लो चार्जरमा त चलिरहेको छैन? यो प्रश्नले हामीलाई आगामी केही मिनेटको लागि एउटा सही बाटो देखाउनेछ। आजको हाम्रो छलफल यी 5 मुख्य खण्डहरूमा विभाजित हुनेछ। हामी एकदमै आधारभूत कुराबाट सुरु गरेर दैनिक जीवनमा अपनाउन सकिने अभ्यासहरूसम्म पुग्नेछौँ। ठिक छ, अब विषयवस्तुको गहिराईमा प्रवेश गरौँ। सबैभन्दा पहिले यो आधारभूत अवधारणालाई बुझौँ, दिमाग र मनबीचको त्यो महत्त्वपूर्ण भिन्नतालाई। यसलाई यसरी बुझौँ न, दिमाग भनेको कम्प्युटरको हार्डवेयर जस्तै हो, एउटा भौतिक भाँडो। र मन चाहिँ त्यो हार्डवेयरमा चल्ने सफ्टवेयर जस्तै। मतलब त्यो भाँडोभित्र के राख्ने, जस्तै दूध वा जुस, हाम्रो मन भनेको त्यही विचार र प्रोग्रामिङ हो। अब सबैभन्दा रोचक कुरा के हो भने यो सफ्टवेयरलाई प्रोग्राम कसरी गर्ने त? यसको सुरुवात हुन्छ FAE कोडबाट। FEE भनेको छोटकरीमा भनिएको हो महसुस, अनुभव र भावना। वास्तवमा यही नै हाम्रो अवचेतन मनले बुझ्ने भाषा हो। कुनै पनि कुरालाई स्थायी रूपमा सिक्नको लागि यी तीनवटा तत्त्वहरूलाई समावेश गराउनै पर्छ। शुद्ध तर्कलाई मात्रै प्रयोग गर्दा यो विश्लेषण आधारित रहेको अवधारणा अनुसार त्यो एक बाधा बन्न सक्छ। त्यसो भए मुख्य कुरा के रहेछ त? गहिरो र लामो समयसम्म सम्झनाको लागि भावनाहरूलाई सामेल गराउनु नै सबैभन्दा महत्त्वपूर्ण कुरा हो। ल, अब कोडिङको अर्को तहमा जाउँ। FEE पछि आउँछ IST कोड, जुन हाम्रो मनको भित्री भाषा हो। IST को पूरा रूप हो छवि, ध्वनि र सोचको ढाँचा। हाम्रो मनले जानकारीलाई प्रशोधन गर्ने र भण्डारण गर्ने मुख्य तरिकाहरू नै यिनै हुन्। यदि हामीले यी तीनवटा कुरा, छवि, ध्वनि र सोचको ढाँचालाई सचेत रूपमा नियन्त्रण गर्न सक्यौं भने हामीले आफ्नो मनको ध्यानलाई निर्देशित गर्न र शक्तिशाली मानसिक चलचित्रहरू बनाउन सक्छौं। हो, यही कारणले गर्दा हाम्रो भित्री साउन्डट्र्याकलाई व्यवस्थापन गर्नु एकदमै महत्त्वपूर्ण छ। किनभने अनुसन्धानले के देखाउँछ भने सचेत प्रयास बिना हाम्रा लगभग 95% विचारहरू नकारात्मकतातर्फ जान सक्छन्। ल, हामीसँग अब सफ्टवेयरको कोडिङ त भयो। अब यसलाई शक्ति दिने कसरी त? आउनुहोस्, प्रणालीलाई सुपरचार्ज गर्न एउटा भौतिक प्रविधि हेरौँ, एक विशेष श्वास-प्रश्वासको व्यायाम। यो प्रविधिले साँच्चै काम गर्छ, किनभने हाम्रो दिमागले शरीरको सबैभन्दा बढी ऊर्जा खपत गर्छ र सही तरिकाले लिइएको श्वासले यसलाई चाहिने इन्धन अर्थात् अक्सिजन प्रदान गर्दछ। हेर्नुस् त, कति सरल तरिका छ। यो एउटा यस्तो प्रक्रिया हो जसलाई हामीले सजिलै अपनाएर आफ्नो मानसिक अवस्थालाई भौतिक रूपमै शक्तिशाली बनाउन सक्छौं। र अन्त्यमा, जसरी राम्रो सफ्टवेयरलाई बेला बेलामा मर्मत सम्भार चाहिन्छ, हाम्रो मनलाई पनि चाहिन्छ। त्यसैले मनलाई सधैँ चुस्त दुरुस्त राख्नका लागि सिफारिस गरिएका केही दैनिक बानीहरू हेरौँ। यी 4 अभ्यासहरू भनेको हाम्रो त्यो मानसिक भाण्डोलाई सफा राख्नु हो र त्यसमा केवल हाम्रो लक्ष्य पूरा गर्न मद्दत गर्ने कुराहरू मात्र भण्डारण गर्नु हो। अन्ततः यो सम्पूर्ण प्रणाली एउटै शक्तिशाली सत्यमा आएर टुङ्गिन्छ। हाम्रो भित्री संसार र बाहिरी वास्तविकता बीच गहिरो सम्बन्ध छ। यो विश्लेषणले प्रणालीको बारेमा त बतायो, अब बाँकी एउटै प्रश्न छ। आजबाट आफ्नो दिमागमा कुन कोर्स चलाउने छनौट हाम्रो हो।